ज्ञानकुण्डको नयाँ कथा श्रृङ्खलामा यहाँलाई स्वागत छ। सदाझैँ आजको यो कथा पनि अत्यन्तै रोचक अनि ज्ञानवर्धक रहेको छ। त्यसैले यो कथालाई ध्यानपूर्वक पुरै सुन्नुहोला। अब ढिला नगरी आजको यो कथातर्फ हामी लागिहालौँ है त। आजको यो कथा यसरी सुरु हुन्छ। धेरै पहिलेको कुरा हो। हिमालयको चिसो र पवित्र काखमा अवस्थित ज्ञानकुण्ड आश्रम। त्यहाँ मध्यरातको गहिरो सन्नाटा छाएको थियो। त्यो आश्रमको बीचमा रहेको विशाल पोखरीको पानी ऐना जस्तै शान्त र स्थिर थियो। त्यही कञ्चन पानीमा पूर्ण चन्द्रमाको स्पष्ट छाया पौडिरहेको थियो। पोखरीको किनारमा बलिरहेको धुनीको मधुरो पहेँलो प्रकाशमा आश्रमका सिद्ध गुरु ज्ञानसागर गहिरो ध्यानमा लीन हुनुहुन्थ्यो। उहाँको अनुहारमा ब्रह्माण्डको जस्तै असीम गहिराई र शान्ति थियो। तर बाहिरको त्यो अलौकिक शान्तिको ठिक विपरीत एक व्यक्तिको भित्री संसारमा भने भयङ्कर आँधी चलिरहेको थियो। ती व्यक्ति थिए दूर देशबाट आएका एक अत्यन्तै धनी व्यापारी सुनाब। सुनाबसँग अथाह सम्पत्ति, रेशमी वस्त्र र ठूला महलहरू थिए। तर उनको अनुहारमा भयङ्कर दरिद्रता र मृत्युको जस्तो डर छाएको थियो। उनका आँखाहरू अनिन्द्राले राता भएका थिए। उनी लडखडाउँदै गुरु ज्ञानसागरको नजिकै आएर घुँडा टेकेर बसे। गुरुदेव, सुनाबको स्वर काँपिरहेको थियो। मलाई बचाउनुहोस् गुरुदेव, मेरो शरीर त यहाँ छ, तर मेरो मनले मलाई नै भित्रभित्रै खाइरहेको छ। मेरा आँखाहरू बन्द हुनासाथ भविष्यको डर, हिजोको पछुतो र हजारौँ नकारात्मक विचारहरूले मेरो घाँटी निमोट्न थाल्छन्। यी विचारहरूले मलाई सास फेर्न पनि दिएका छैनन्। म आफ्नो यो अशान्त मनबाट कसरी भागुँ? मलाई बचाउनुहोस् गुरुदेव। गुरु ज्ञानसागरले अत्यन्तै सुस्तरी आफ्ना आँखाहरू खोल्नुभयो। उहाँको दृष्टिमा कुनै हतारो थिएन, केवल असीम करुणा थियो। उहाँले सुनाबलाई केही नभनिकन भुइँबाट एउटा सानो ढुङ्गा टिप्नुभयो र त्यो शान्त पोखरीको पानीमा फालिदिनुभयो। त्यो सानो ढुङ्गा खस्न साथ त्यो पोखरीको पानीमा छालहरू उठ्न थाले। पानी धमिलियो र त्यहाँ पौडिरहेको चन्द्रमाको त्यो सुन्दर र स्पष्ट छाया छिन्न भिन्न भयो। गुरुले अत्यन्तै कोमल र गहिरो स्वरमा भन्नुभयो, हेर सुनाब, तिम्रो मन ठ्याक्कै त्यो पोखरी जस्तै हो। त्यो प्राकृतिक रूपमै शान्त र कञ्चन छ र ती नकारात्मक विचारहरू तिनै साना ढुङ्गाहरू हुन् जसलाई तिमी आफैले निरन्तर आफ्नो मनको पोखरीमा फालिरहेका छौ। तिमी विचारबाट भाग्न खोजिरहेका छौ, तर भागेर कोही पनि शान्त हुँदैन। गुरु ज्ञानसागरले धुनीको आगोलाई अलिकति चलाउँदै अगाडि भन्नुभयो, अब आफ्ना आँखाहरू बन्द गर सुनाब। आज यो ज्ञानकुण्ड आश्रमको किनारमा बसेर म तिमीलाई ती 10 प्राचीन र गोप्य विद्याहरू सिकाउनेछु, जसले तिम्रो मनको यो धमिलो कुण्डलाई सधैँका लागि कञ्चन र शान्त बनाइदिनेछ। यी सूत्रहरूले ढुङ्गाहरूलाई रोप्ने छैनन्, बरु तिम्रो हातबाट त्यो ढुङ्गा खसालिदिनेछन्। ध्यान दिएर सुन। आश्रमको शून्यतामा रातका झ्याउकिरको आवाज र धुनीको मधुरो उज्यालो मिसिएको थियो। गुरु ज्ञानसागरको अनुहारमा अब उपदेशको पहिलो किरण चम्किएको थियो। सुनाब, अब सबैभन्दा प्राचीन र गहिरो सूत्रलाई आफ्नो हृदयमा उतार। नकारात्मक विचारको जालोलाई काट्ने पहिलो र सबैभन्दा शक्तिशाली हतियार हो विचारहरूसँग लड्ने होइन, केवल पर बसेर तिनको साक्षी बन्ने। हेर सुनाब, हाम्रो मनमा जब अचानक डर, चिन्ता वा कुनै नराम्रो कुराको कल्पना आउँछ, हामी के गर्छौँ? हामी तुरुन्तै आत्तिन्छौँ। हामी सोच्छौँ, मलाई यस्तो विचार किन आयो? म कति खराब मान्छे रहेछु। मलाई किन सधैँ यस्तै मात्र सोच्न मन लाग्छ? अनि हामी त्यो विचारलाई हटाउन त्यसैसँग युद्ध लड्न थाल्छौँ। तर सुनाब, विचारसँग लड्नु भनेको आफ्नै छायासँग मुक्का हान्नु जस्तै हो। तिमी जति धेरै प्रहार गर्छौ, छाया त्यति नै बलियो भएर तिमीसँगै नाच्छ। विचारलाई जित्ने एकमात्र तरिका भनेको त्यसलाई वास्ता नगर्नु हो। कल्पना गर त सुनाब, तिम्रो मन एउटा विशाल, अनन्त र नीलो आकाश हो र यी नकारात्मक विचारहरू केवल आकाशमा यताउता उडिरहेका काला बादलहरू हुन्।
जब आकाशमा कालो बादल आउँछ, के आकाश डराउँछ? के आकाशले बादललाई मबाट टाढा जा भनेर लड्छ? अह, आकाश केवल शान्त रहन्छ। उसलाई थाहा छ कि बादल एकछिन आउँछ र हावासँगै उडेर जान्छ। बादल जतिसुकै कालो र डरलाग्दो किन नहोस्, त्यसले आकाशलाई कहिले छुन वा फोहोर बनाउन सक्दैन। त्यसैले आजदेखि जब तिम्रो मनमा कुनै पनि डरलाग्दो वा नकारात्मक विचार आउँछ, त्यसलाई आफ्नो पहिचान नबनाऊ। म दुखी छु भनेर कहिले नभन, बरु मनमा नै भन, मेरो मनमा दुःखको एउटा विचार आएको छ। मलाई डर लागिरहेको छ भनेर नभन, बरु भन, ए अहिले मेरो मनमा डरको बादल उडिरहेको छ। आफूलाई विचारबाट अलग राख। यो साक्षी भावको अभ्यासले तिमी र तिम्रो विचारको बीचमा एउटा गहिरो मानसिक दूरी पैदा गर्छ। जब तिमीले विचारलाई मेरो भन्न छोड्छौ र त्यसलाई केवल एउटा बटुवा जस्तै बाटो काटिरहेको देख्छौ, तब त्यो विचारको सम्पूर्ण शक्ति अचानक खिचिन्छ। जुन विचारलाई तिमीले समात्दैनौ र प्रतिक्रिया जनाउँदैनौ, त्यो विचार तिम्रो मनको आकाशबाट बिना कुनै नोक्सानी सुस्तरी आफै बिलाएर जान्छ। गुरु ज्ञान सागरले धुनीको आगोमा एउटा सुगन्धित समिधा दाउरा थप्दै भन्नुभयो। आगोको लपका अलिकति माथि उठ्यो र पोखरीको पानीमा त्यसको पहिलो प्रतिबिम्ब नाच्न थाल्यो। सुनाब, अब दोस्रो सूत्रलाई ध्यान दिएर सुन। यो सूत्र प्राचीन तान्त्रिकहरू र सिद्ध योगीहरूको एउटा अत्यन्तै गोप्य र शक्तिशाली विद्या हो। त्यो हो विचारलाई नाम दिने। हेर सुनाब, प्राचीन कालमा एउटा भनाइ थियो, यदि तिमीलाई कुनै पनि भयानक दानव वा प्रेतको असली नाम थाहा छ भने त्यसले तिमीलाई कहिल्यै कुनै हानि पुर्याउन सक्दैन। नाम थाहा हुनसाथ त्यो दानवको सम्पूर्ण जादु र रहस्यमय शक्ति नष्ट हुन्छ। हाम्रा नकारात्मक विचारहरू पनि ठ्याक्कै त्यस्तै हुन्। जब तिम्रो मनमा अचानक डर, शङ्का वा भविष्यको चिन्ताको कालो बादल मडारिन थाल्छ, त्यो एउटा नामविहीन विशाल र भयानक राक्षस जस्तो बनेर आउँछ। तिमी त्यसको आकार र रूप नदेखेरै भित्रभित्रै डराउँछौ र त्यसको पूर्ण नियन्त्रणमा पुग्छौ। तर आजदेखि एउटा नयाँ अस्त्रको प्रयोग गर सुनाब। जब कुनै नराम्रो विचारले तिम्रो मनलाई घेर्छ र तिम्रो छाती भारी हुन थाल्छ, एकछिन रोकिय, गहिरो सास लिय र मनमा नै त्यो विचारलाई एउटा स्पष्ट नाम देऊ। यदि तिमीलाई आफ्नो व्यापार वा भविष्यको पीरले सताइरहेको छ भने आफूलाई भन, ए यो त केवल डर हो। यदि तिमी विगतको कुरा सम्झेर एउटै कुरामा फनफनी घुमिरहेका छौ भने भन, यो मेरो धेरै सोच्ने बानी मात्र हो। यदि कसैप्रति क्रोध जागेको छ भने त्यसलाई चिनेर भन, यो रिस हो। यो सुन्दा अत्यन्तै साधारण लाग्न सक्छ सुनाब, तर यसको विज्ञान र प्रभाव निकै गहिरो छ। जब तिमी आफ्नो पीडा र भावनाभित्र हराउनुको सट्टा त्यसलाई एउटा नाम दिन्छौ, तब तिम्रो मस्तिष्कको भावनात्मक र डराएको भाग अचानक शान्त हुन्छ र तार्किक भाग सक्रिय बन्छ। नामकरणले त्यो विचारको अन्धकारमय र डरलाग्दो शक्तिलाई एकैछिनमा च्यातेर त्यसलाई एउटा सामान्य र तार्किक घटनामा बदलिदिन्छ। जुन पल तिमीले आफ्नो विचारलाई औँलाले देखाएर यो अमुक कुरा हो भन्न सक्छौ, त्यही पल तिमी त्यसको दास हुनबाट मुक्त हुनेछौ। तिमी विचारको कैदीबाट विचारको नियन्त्रक बन्नेछौ। नामकरण गर्नु भनेको अँध्यारो कोठामा एक्कासी बत्ती बाल्नु जस्तै हो। उज्यालो भएपछि डोरी पनि सर्प जस्तो लाग्ने त्यो भयङ्कर भ्रम सदाका लागि समाप्त हुन्छ। त्यसैले आफ्ना भित्री दानवहरूसँग भाग्नुको सट्टा आँखामा आँखा जुदाएर तिनको नाम काट्न सिक। गुरु ज्ञान सागरले सुनाबलाई ज्ञानकुण्डको त्यो शान्त जलतर्फ, पोखरीतर्फ हेर्न इसारा गर्नुभयो। कुण्डको पानीमा चन्द्रमाको प्रतिबिम्ब स्थिर भइसकेको थियो। रातको शून्यता अझ गहिरिँदै थियो। सुनाब, अब तेस्रो र योग विज्ञानको अत्यन्तै शक्तिशाली सूत्रलाई बुझ। महर्षि पतञ्जलिले हजारौं वर्ष अघि आफ्नो योग सूत्रमा यसलाई प्रतिपक्ष भावन भन्नुभएको छ, अर्थात् विपरीत विचारको होसपूर्ण प्रतिस्थापन। मलाई एउटा कुरा भन त सुनाब, यदि यो आश्रमको कोठामा चारैतिर घनाघोर अँध्यारो छ भने तिमी त्यो अँध्यारोलाई कसरी हटाउँछौ? के तिमी हातमा तरबार लिएर त्यो अँध्यारोसँग लड्न थाल्छौ वा अँध्यारोलाई गाली गर्दै बस्छौ? अह, तिमी त केवल एउटा सानो दियो बाल्छौ। दियोको उज्यालो आउन साथ अँध्यारोसँग लड्नै पर्दैन, त्यो आफै अस्तित्वहीन भएर भाग्छ। हाम्रो मन पनि ठ्याक्कै त्यस्तै हो। नकारात्मक विचार भनेको अँध्यारो हो।
त्यसलाई हटाउन त्यही बसेर चिन्ता गरिरहनाले अँध्यारो झन् बाक्लो हुन्छ। तिमीले केवल सकारात्मक विचारको एउटा सानो दियो बाल्नुपर्छ। सुनाऊ, जब तिम्रो मनमा अचानक व्यापार डुब्ने वा भविष्य बिग्रने भयङ्कर डर उत्पन्न हुन्छ, तब त्यही डरको दलदलमा नडुब। पूर्ण होसपूर्वक र जानाजान आफ्नो मनमा साहसको विचार ल्याएर राख। आफूलाई सम्झाऊ, मैले विगतमा पनि यस्ता कयौँ सङ्कटहरू पार गरिसकेको छु र मसँग फेरि उठ्ने पूर्ण क्षमता छ। जब तिमीलाई कसैप्रति भयङ्कर रिस उठ्छ र बदलाको भावना जाग्छ, तब तुरुन्तै त्यसको ठाउँमा करुणाको विचारलाई प्रतिस्थापन गर। सोच, त्यो मानिस आफ्नै अज्ञानता र भित्री दुःखले गर्दा त्यस्तो गर्दैछ। जब मनमा आफूप्रति गहिरो शङ्का लाग्छ, तब विगतका आफ्ना सफलताहरू सम्झेर आत्मविश्वासको विचारले त्यसलाई विस्थापित गर। सुरुमा जब तिमी यसरी जानी जानी उल्टो विचार ल्याउँछौ, तिम्रो आफ्नै मनले यसलाई मान्न अस्वीकार गर्छ। यो अभ्यास अत्यन्तै अस्वाभाविक र कृत्रिम पनि लाग्न सक्छ। मनले भन्छ, मलाई यति धेरै डर लागिरहेको छ, म कसरी साहसको कुरा सोच्छु भनेर। तर हरेस नखाऊ, यो एउटा मानसिक व्यायाम हो। जसरी निरन्तरको अभ्यासले योद्धाको मांसपेशी बलियो हुन्छ, त्यसरी नै प्रतिपक्ष भावनको निरन्तर अभ्यासले तिम्रो मस्तिष्कको पुरानो र नकारात्मक ढाँचालाई पूर्ण रूपमा भत्काएर नयाँ बाटो निर्माण गर्छ। एउटा विचारलाई अर्को विपरीत विचारले काट्ने यो कला सिकेपछि तिमी आफ्नो मनको साँचो मालिक बन्नेछौ। गुरु ज्ञान सागरले कुण्डको कञ्चन पानीतर्फ हेर्दै त्यसमा पौडिरहेको चन्द्रमाको छायालाई औँल्याउनुभयो। रातको चिसो हावाले त्यो पोखरीको किनारमा रहेका रुखका पातहरू सुस्तरी हल्लिरहेका थिए। सुनाब, अब चौथो र हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्तै महत्त्वपूर्ण सूत्रलाई बुझ। यो हो मानसिक आहारको शुद्धिकरण, अर्थात् आफ्नो भित्री मन्दिरको रक्षा गर्नु। मलाई एउटा कुरा भन त सुनाब, यदि तिमीले यो अत्यन्तै सफा र पवित्र ज्ञानकुण्ड पोखरीमा हरेक दिन एक मुठी फोहोर वा विष हाल्दै गयो भने के यो कुण्ड यस्तै शान्त र कञ्चन रहिरहला? पक्कै रहँदैन। हाम्रो मन पनि ठ्याक्कै यही कुण्ड जस्तै हो। हामी आफ्नो भौतिक शरीरलाई खुवाउने भोजनको कति धेरै ख्याल राख्छौँ। सडे गलेको, बासी वा विषालु खानेकुरा हामी भुलवश पनि मुखमा हाल्दैनौँ। तर हामी हाम्रो मनलाई दिनहुँ के खुवाइरहेका छौँ त्यसमा भने कहिले ध्यान दिँदैनौँ। हाम्रो मनको आहार भनेको खाना होइन, बरु हामीले दिनभरि सुन्ने कुरा, हेर्ने दृश्य र सङ्गत गर्ने मानिसहरू हुन्। जब तिमी सधैँ गुनासो मात्रै गर्ने, अरूको निन्दा गर्ने र हरेक कुरामा खोट र डर मात्र फैलाउने नकारात्मक मानिसहरूको सङ्गत गर्छौ, तब तिमीले आफ्नै मनको कुण्डमा विष हालिरहेका छौ। संसारका खराब र डरलाग्दा समाचारहरू निरन्तर सुन्नु, अनावश्यक गफमा रमाउनु र अरूको जीवनका नकारात्मक घटनाहरूमा चासो राख्नु भनेको आफ्नो पवित्र भित्री मन्दिरमा बाहिरको फोहोर थुपार्नु हो। जब तिमी दिनभरि यस्तो मानसिक फोहोर जम्मा गर्छौ अनि राति ओछ्यानमा पल्टिएर मेरो मन किन शान्त छैन, मलाई किन यति धेरै डर लागिरहेको छ भनेर छटपटाउँछौ। दूषित पानी पिएर कसैको पनि शरीर स्वस्थ हुँदैन सुनाब। अनि दूषित विचार र सूचना खाएर तिम्रो मन कसरी शान्त हुन सक्छ र? त्यसैले आजैबाट आफ्नो मनको ढोकामा एउटा कडा पहरेदार राख। आफ्नो मनमा प्रवेश गर्ने हरेक सूचना र सङ्गतलाई कठोरताका साथ छान्न सुरु गर। जो मानिसले तिम्रो ऊर्जा तान्छ र तिमीलाई निराश बनाउँछ, त्यसबाट सम्मानपूर्वक दूरी कायम गर। नकारात्मक समाचार र व्यर्थका विवादहरूबाट आफ्ना आँखा र कानलाई पूर्ण रूपमा बन्द गरिदेऊ। आफ्नो मनलाई एउटा खुला डस्टबिन होइन, एउटा पवित्र मन्दिर जस्तै मानेर त्यसको रक्षा गर। जब तिमीले बाहिरबाट आउने यो फोहोरको मुहानलाई पूर्ण रूपमा बन्द गरिदिन्छौ नि, तब तिम्रो मनको प्राकृतिक शुद्धिकरण आफै सुरु हुन्छ। बाहिरी प्रदूषण बन्द भएपछि भित्री मन बिस्तारै आफै सङ्गलिँदै जान्छ र यो ज्ञानकुण्ड पोखरी जस्तै अत्यन्तै कञ्चन र शान्त बन्छ। गुरु ज्ञान सागरले आफ्ना आँखाहरू बन्द गर्नुभयो र हावाको एउटा अत्यन्तै गहिरो र शान्त सुसेलीलाई सुन्नुभयो। पोखरीको सतहमा मन्द हावा चलिरहेको थियो, जसले पानीमा साना साना छालहरू उठाइरहेको थियो। सुनाब, अब पाँचौँ र तत्काल असर गर्ने एउटा अचूक प्राचीन विद्यालाई आफ्नो श्वासमा उतार। यो हो प्राणवायुको नियन्त्रण, अर्थात् हावा र छालहरूको विज्ञान। हेर सुनाब,
हाम्रो सास र हाम्रो मनको बीचमा एउटा अत्यन्तै गहिरो, अदृश्य र आदिम सम्बन्ध छ। यो कुण्डको पानीलाई एकपटक हेर त। जबसम्म हावा शान्त छ, पानीको सतह पनि ऐना जस्तै शान्त हुन्छ। तर जब हावा हुरी बनेर चल्न थाल्छ, पानीमा भयङ्कर छालहरू उड्छन्। यहाँ मन भनेको पानी हो, विचारहरू भनेका छाल हुन्, र तिम्रो सास भनेको त्यो हावा हो। जबसम्म तिम्रो सासको हावा अशान्त रहन्छ, तिमीले जतिसुकै प्रयास गरे पनि मनको पानी कहिल्यै शान्त हुन सक्दैन। याद गर त सुनाव, जब तिम्रो मनमा अचानक व्यापार डुब्ने डर आउँछ, भविष्यको चिन्ताले सताउँछ, वा कसैप्रति भयङ्कर रिस उठ्छ, तब तिम्रो श्वास कस्तो हुन्छ? तिम्रो सास त्यति बेला अत्यन्तै छिटो, छोटो र छातीको माथिल्लो भागबाट मात्र चल्न थाल्छ। यो छोटो र तनावपूर्ण सासले तिम्रो शरीर र स्नायु प्रणालीलाई खतरा छ, भाग वा लड भन्ने सन्देश दिन्छ, जसले गर्दा मनमा झन् धेरै नकारात्मक विचारहरूको आँधी चल्न थाल्छ। त्यसैले जब नकारात्मक विचारले तिमीलाई चारैतिरबाट घेर्छ र निचासिएको महसुस हुन्छ, तब विचारहरूसँग लड्न छोडिदेऊ, तर आफ्नो सम्पूर्ण ध्यान केवल आफ्नो सासमा ल्याऊ। अत्यन्तै सुस्त गतिमा पेट फुलाएर गहिरो सास भित्र तान, र त्योभन्दा अझै सुस्त गतिमा मानव तिमी एउटा बलिरहेको दियोको बत्तीलाई ननिभ्ने गरी फुकिरहेका छौ, त्यसरी नै सासलाई बाहिर फालिदेऊ। जब तिमी आफ्नो सासलाई यसरी गहिरो र शान्त बनाउँछौ, तब तिम्रो शरीरको स्नायु प्रणालीले तुरुन्तै सबै कुरा सुरक्षित छ भन्ने सन्देश पाउँछ। यो ब्रह्माण्डको एउटा अकाट्य नियम हो कि सुनाव, तिमी एकैसाथ शान्त श्वास र अशान्त मन लिएर बाँच्न सक्दैनौ। जब प्राणवायु शान्त हुन्छ, मनका छालहरू आफै बस्न बाध्य हुन्छन्। गहिरो सासको यो अभ्यासले तिम्रो नकारात्मक विचारको चक्रलाई तत्काल तोडेर दिमागलाई पूर्ण रूपमा सफा बनाइदिन्छ। गुरु ज्ञान सागरले त्यो पोखरीको किनारमा रहेको एउटा पुरानो पिप्पलको रुखबाट खसिरहेको सुकेको पातलाई हेर्नुभयो। त्यो पहेँलो पात हावाको तालमा बिस्तारै घुम्दै कुण्डको पानीमा खस्यो र बिना कुनै सङ्घर्ष पानीको सतहमा तैरिन थाल्यो। सुनाव, अब छैटौँ र तिम्रो मनको सबैभन्दा ठुलो भारी बिसाउने सूत्रलाई ध्यान दिएर सुन। यो हो नियन्त्रण बाहिरका कुरालाई पूर्ण रूपमा स्वीकार गर्ने, अर्थात् यो सुकेको पातको मार्ग। हेर सुनाव, एकपटक आफ्ना विचारहरूलाई निहालेर हेर त। तिम्रो मनमा उठ्ने आधाभन्दा बढी चिन्ता र डरहरू के विषयमा छन्? तिमी व्यापारमा कति घाटा होला, भोलिको समय कस्तो आउला, वा अरू मानिसहरूले तिम्रो बारेमा के सोच्लान् र कस्तो व्यवहार गर्लान् भनेर रातभरि छटपटाउँछौ। तर गहिरो सत्य के हो भने यी कुनै पनि कुरा तिम्रो नियन्त्रणमा छैनन्। तिमीले हावालाई कुन दिशामा बग्ने भनेर कहिल्यै आदेश दिन सक्दैनौ। कल्पना गर त सुनाव, एउटा मानिस तीव्र गतिमा बगिरहेको नदीको उल्टो धारमा पौडिन खोजिरहेको छ। उसले जतिसुकै हातपाउ मारे पनि, जतिसुकै बल लगाए पनि ऊ अगाडि बढ्नै सक्दैन। उल्टै उसको सम्पूर्ण ऊर्जा सकिन्छ, ऊ थाक्छ र अन्ततः पानीमा डुब्छ। हाम्रो जीवन पनि त्यही नदी हो। जब हामी यथार्थलाई स्वीकार गर्दैनौँ र जे कुरा हाम्रो वशमा छैन त्यसलाई जबरजस्ती बदल्न वा रोक्न खोज्छौँ, तब हामी त्यही मानिस जस्तै मानसिक रूपमा थाक्छौँ र डुब्छौँ। यथार्थसँगको त्यही प्रतिरोधले नै हाम्रो मनमा भयङ्कर तनाव, डर र नकारात्मकता जन्माउँछ। तर त्यो कुण्डमा तैरिरहेको सुकेको पातलाई हेर त। के त्यसले पानीको बहावसँग कुनै गुनासो वा युद्ध गरेको छ? त्यसले आफूलाई पूर्ण रूपमा पानीको स्वभाव र जिम्मामा छोडिदिएको छ। त्यसैले त्यो कहिल्यै डुब्दैन, केवल शान्तसँग तैरिरहन्छ। त्यसैले आजदेखि जे कुरा तिम्रो नियन्त्रणमा छैन त्यसलाई समातेर बस्ने जिद्दी पूर्ण रूपमा छोडिदेऊ। तिम्रो हातमा केवल तिम्रो कर्म छ, भविष्यको नतिजा होइन। तिम्रो हातमा तिम्रो इमान्दारी छ, अरूको व्यवहार होइन। जे कुरा केवल तिम्रो नियन्त्रणमा छ त्यसमा मात्र आफ्नो सम्पूर्ण ऊर्जा र ध्यान केन्द्रित गर, र बाँकी सबै कुरालाई यो विशाल ब्रह्माण्डको जिम्मामा छोडिदेऊ। जब तिमीले असम्भव कुरालाई नियन्त्रण गर्ने भारी बिसाउँछौ र यथार्थलाई गहिरो स्वीकृति दिन्छौ, तब तिम्रो मनमा एउटा असीम र अद्भुत शान्ति छाउनेछ। गुरु ज्ञान सागरले आश्रमको छेउबाट बगेर ज्ञानकुण्ड पोखरीमा मिसिँदै गरेको एउटा सानो र कञ्चन झरनातर्फ औल्याउनु भयो।
झरनाको पानी निरन्तर बगिरहेको थियो र त्यसको मधुरो आवाजले रातको शून्यतालाई एउटा जीवन्त सङ्गीत दिइरहेको थियो। सुनाब, अब 7औं सूत्रलाई ध्यान दिएर सुन। यो सूत्र तिम्रो शरीरको गति र तिम्रो मनको शुद्धतासँग जोडिएको छ। यो हो कर्ममा ध्यान केन्द्रित गर्ने अर्थात् बगिरहेको पानीको सिद्धान्त। प्रकृतिको एउटा अत्यन्तै सामान्य तर अकाट्य नियमलाई हेर त सुनाब। एउटै खाल्टोमा लामो समयसम्म जमेर बसेको पानी सुरुमा त धमिलोबाट सङ्लो होला, तर समयान्तरमा त्यसमा लेउ लाग्छ, कोहिन्छ र गनाउन थाल्छ। तर जुन पानी निरन्तर बगिरहेको हुन्छ, ढुङ्गाहरूसँग ठोक्किँदै अगाडि बढिरहेको हुन्छ, त्यो सधैँ कञ्चन, पवित्र र जीवनदायी हुन्छ। हाम्रो मन र भित्री ऊर्जा पनि ठ्याक्कै त्यही पानी जस्तै हो सुनाब। जब तिमी एउटै ओछ्यानमा पल्टिएर वा एउटै कुनामा खुम्चिएर घन्टौँसम्म केवल सोचिरहन्छौ, तब तिम्रो भित्री ऊर्जा त्यही जमेर बसेको पानी जस्तै कुहिन थाल्छ। धेरै सोच्नु नै नकारात्मकताको सबैभन्दा ठुलो कारखाना हो। खाली र निष्क्रिय मनमा डर, शङ्का र चिन्ताका लेउहरू अत्यन्तै छिटो उम्रिन्छन्। तिमी जति धेरै सोचको गहिराइमा डुब्छौ, तिमी त्यति नै गहिरो दलदलमा फस्दै जान्छौ। याद राख, सोचलाई सोचले कहिल्यै काट्न सक्दैन। त्यसैले जब तिम्रो मनमा नकारात्मक विचारको आँधी चल्न थाल्छ र तिमीलाई निसासिएको महसुस हुन्छ, तब त्यहीँ बसेर विचारसँग कुस्ती खेल्ने भुल नगर। तुरुन्तै जुरुक्क उठ र आफ्नो शरीरलाई गति देऊ। कुनै पनि सानो, साधारण तर उत्पादनशील काम सुरु गरिहाल। आफ्नो कक्ष सफा गर, आफ्ना सामानहरू मिलाएर राख, बगैँचाका बिरुवाहरूलाई पानी देऊ बरु, वा केवल बाहिर निस्केर लामो हिँडाइमा निस्क। तिम्रो शरीर र मन एउटै रथका दुई पाङ्ग्रा हुन् सुनाब। जब हातहरू यथार्थको काममा व्यस्त हुन्छन्, मनले काल्पनिक डरहरूलाई समातेर राख्न सक्दैन। शारीरिक गतिले तिम्रो जमेको ऊर्जालाई टाउकोबाट निकालेर हात खुट्टामा पुर्याउँछ। कर्मले धेरै सोच्ने त्यो विषालु चक्रको बानीलाई बिचमै भत्काइदिन्छ। जब तिमीले कुनै सानो काम सम्पन्न गर्छौ अनि त्यसले दिने प्रगतिको महसुसले नै तिम्रो मनको डरलाई खिचेर बाहिर फालिदिन्छ। त्यसैले सुनाब, विचारको जमेको पोखरी नबन तिमी, कर्मको निरन्तर बगिरहने नदी बन्न सिक। गुरु ज्ञानसागरले आश्रमको वरिपरि मौन उभिएका विशाल देवदारका रुखहरू र माथि अनन्तसम्म फैलिएको ताराहरूले भरिएको रातको आकाशतर्फ हेर्नुभयो। देवदारका पातहरूबाट छिरेर आएको चिसो हावाले त्यो पोखरीको किनारलाई स्पर्श गरिरहेको थियो। सुनाब, अब 8औं सूत्रलाई आफ्नो आत्मामा उतार। यो सूत्र तिम्रो मनको सबैभन्दा ठुलो र निस्वार्थ वैद्यसँग जोडिएको छ। यो हो प्रकृतिको शरणमा जाने, अर्थात् त्यो मौन उपचारक। हामी मानिसहरूले आफूलाई ढुङ्गा, इट्टा र काठका बन्द पर्खालहरूभित्र कैद गरेका छौँ। ती कृत्रिम कोठाहरू जति साँघुरा र गुम्सिएका छन्, हाम्रो मन र सोचाइ पनि त्यस्तै साँघुरो र निसासिने बन्दै गएको छ। जब तिमी चारैतिरबाट बन्द भएको कोठामा एक्लै बसेर सोचिरहन्छौ, तब तिम्रा साना चिन्ताहरू पनि भित्तामा ठोक्किएर विशाल पहाड जस्ता बन्छन्। बन्द पर्खालले नकारात्मक विचारलाई बाहिर निस्कने बाटो दिँदैन। तर एकपटक यी रुखहरूलाई हेर त सुनाब। केही रुखहरूले भोलि कति ठुलो हुरी आउला भनेर आजैदेखि चिन्ता गरिरहेका छन्। के यो विशाल आकाशले हिजो राति खसेको ताराको पछुतो गरिरहेको छ? प्रकृतिको न कुनै विगत हुन्छ न कुनै भविष्य। प्रकृतिको आफ्नो कुनै अहङ्कार हुँदैन। त्यसैले यहाँ कुनै नकारात्मक विचार पनि हुँदैन। प्रकृति त केवल वर्तमानमा बाँच्छ। जब तिम्रो मन विचारको भारले थिचिन्छ, तब बन्द कोठाको त्यो कृत्रिम संसारबाट तुरुन्तै बाहिर निस्क तिमी। हरेक दिन केही समय खुल्ला आकाश मुनि, रुखहरूको बीचमा र प्रकृतिको यो विशाल शून्यतामा बिताउने नियम बनाऊ। आफ्नो खुट्टाको जुत्ता फुकालेर नाङ्गो खुट्टाले माटो र घाँसलाई स्पर्श गर। आफूलाई धरतीसँग जोड। माथिको त्यो अनन्त र विशाल आकाशलाई हेर। जब तिमी यो ब्रह्माण्डको अथाह विशालतालाई महसुस गर्छौ, तब तिम्रा ती ठुला लाग्ने व्यापारिक चिन्ता र डरहरू अत्यन्तै साना र अर्थहीन लाग्न थाल्छन्। प्रकृति एउटा यस्तो असीम र मौन वैद्य हो जसले तिम्रो भित्री अशान्ति र नकारात्मक ऊर्जालाई बिना कुनै प्रश्न आफै भित्र सोसिदिन्छ।
प्रकृतिको त्यो शान्त र लयबद्ध उपस्थितिमा पुगेपछि तिम्रो शरीर र मनले आफैलाई एउटा प्राकृतिक विश्राम दिन्छ। हावाको सुसेली, चराहरूको आवाज र रुखहरूको मौनताले तिम्रो मनको सम्पूर्ण कोलाहललाई सदाका लागि शान्त पारिदिनेछ। गुरु ज्ञान सागरले धुनीको बलिरहेको आगोमा एउटा सानो दाउरा थप्नुभयो, जसबाट निस्किएका केही फिलिङ्गाहरू हावामा उड्दै गर्दा अँध्यारोमा हराए। गुरुले सुनावको आँखामा गहिरो र अर्थपूर्ण दृष्टिले हेर्दै भन्नुभयो, सुनाव, अब 9औं सूत्रलाई आफ्नो हृदयको गहिराईमा उतार। यो सूत्र तिम्रो मनको सबैभन्दा ठूलो भार र सबैभन्दा बलियो शत्रुसँग जोडिएको छ। यो हो अहङ्कारको विसर्जन, अर्थात् यो गरुङ्गो फलामे कवचलाई फुकालेर फालिदिने कला। हेर सुनाव, एकपटक आफ्ना ती सबै नकारात्मक विचारहरूलाई नियालेर हेर त। तीमध्ये कति धेरै विचारहरू केवल तिम्रो म र मेरोसँग मात्र जोडिएका छन्। कसैले मेरो अपमान गर्यो, मैले सोचे जस्तो भएन, अरूले मेरो बारेमा के भन्लान्, म किन असफल भएँ जस्ता प्रश्नहरूले तिमीलाई भित्रभित्रै डसिरहेका छन्। हामी मानिसहरू आफूलाई यो संसारको केन्द्र मान्छौँ र सोच्छौँ कि ब्रह्माण्डका सबै घटनाहरू हाम्रै वरिपरि घुमिरहेका छन्। यही अहङ्कारले गर्दा हामी हरेक कुरालाई व्यक्तिगत रूपमा लिन थाल्छौँ। तर सत्य यो हो सुनाव, यो विशाल संसारमा तिमी एउटा सानो पानीको थोपा जस्तै हो। मानिसहरू आफ्नै संसार र आफ्नै दुःखमा यति व्यस्त छन् कि उनीहरूसँग तिम्रो बारेमा सोच्ने वा तिमीलाई अपमान गर्ने फुर्सद नै छैन। जब तिमी अरूको प्रशंसा वा प्रमाणीकरण खोज्न छोडिदिन्छौ, तब आधाभन्दा बढी नकारात्मक विचारहरू आफै अस्तित्वहीन भएर जानेछन्। अहङ्कार जति ठूलो हुन्छ, त्यसले त्यति नै धेरै नकारात्मक तीरहरूलाई आफूतिर आकर्षित गर्छ। अहङ्कार एउटा यस्तो गरुङ्गो फलामे कवच हो जसले तिमीलाई सुरक्षा त दिँदैन, तर तिमीलाई हिँड्न नसक्ने गरी थकाउँछ र डुबाउँछ। त्यसैले आजैबाट यो म र मेरो भन्ने भारी बोझलाई यो ज्ञानकुण्डको किनारमा बिसाइदेऊ। संसारको केन्द्र बन्ने जिद्दी छोडिदेऊ। जब तिमी विनम्र बन्छौ र आफूलाई यो अनन्त प्रकृतिको एउटा सानो र सामान्य हिस्सा मात्र मान्न थाल्छौ, तब तिमीलाई कसैको कुराले चोट पुर्याउन सक्दैन। अहङ्कार हटेपछि मात्र मनमा एउटा असीम र हलुकापन आउँछ। जुन दिन तिमीले सबै कुरा मेरो इच्छा अनुसार हुनुपर्छ भन्ने अहङ्कारी सोच त्याग्छौ, त्यही दिनदेखि नकारात्मकताका सबै ढोकाहरू सधैँका लागि बन्द हुनेछन्। आचार्य ज्ञानसागरको स्वर अब बिहानीको पहिलो किरण जस्तै न्यानो र आशावादी सुनिन थाल्यो। धुनीको अन्तिम कोइला अझै रातो बलिरहेको थियो र ज्ञानकुण्डको पानीमा बिहानीको हल्का नीलो रङ देखिन थालेको थियो। सुनाव, अब हामी अन्तिम र सबैभन्दा अचूक प्राचीन मन्त्रमा आइपुगेका छौँ। यो सूत्रले तिम्रो मनको फलामलाई सुनमा बदल्नेछ। यो हो कृतज्ञताको अभ्यास। सुनाव, हाम्रो मनको एउटा अत्यन्तै पुरानो र घातक स्वभाव छ। यसले सधैँ आफूसँग के छैन र जीवनमा के बिग्रियो भन्ने कुरालाई मात्र ठूलो बनाएर देखाउँछ। तिमीसँग हजारौँ राम्रा कुराहरू होलान्, तर तिम्रो मन केवल त्यो एउटा नभएको कुरामा अल्झिएर नकारात्मकताको विष फैलाउन थाल्छ। यो अँध्यारो कोठामा बसेर झ्याल बाहिरका ताराहरूलाई सराप्नु जस्तै हो। यदि तिमीले आफ्नो ध्यानलाई अभावबाट हटाएर प्रशस्ततातर्फ मोड्यौ भने नकारात्मक विचारहरू एक पल पनि टेक्न सक्दैनन्। आजैदेखि एउटा सानो तर शक्तिशाली नियम बनाऊ। हरेक रात सुत्नु अघि आफ्नो दिनभरिका घटनाहरू सम्झ र आफूसँग भएका कम्तीमा 3वटा यस्ता कुराहरू छान जसका लागि तिमी हृदयदेखि कृतज्ञ छौ। ती कुराहरू जतिसुकै साना किन नहुन्। आज तिमीले पाएको मिठो भोजन हुन सक्छ, तिमीलाई माया गर्ने परिवार हुन सक्छ, वा आज बिहान तिमीले फेरेको यो शीतको प्राणवायु पनि हुन सक्छ। जब तिमी मसँग के छ भनेर गर्न सुरु गर्छौ, तिम्रो मस्तिष्कको सम्पूर्ण ढाँचा सकारात्मकतातर्फ मोडिन्छ। कृतज्ञता एउटा यस्तो प्रकाश हो सुनाव, जसले मनका सबै अँध्यारो कुनाहरूलाई उज्यालो पारिदिन्छ। यसले तिम्रो मस्तिष्कको तारलाई बिस्तारै तर पूर्ण रूपमा सकारात्मकतातर्फ जोड्छ। जब तिमी कृतज्ञ बन्छौ, तिम्रो मनमा ईर्ष्या, डर र गुनासोका लागि कुनै ठाउँ नै बाँकी रहँदैन। अभावको सट्टा प्राप्तिको उत्सव मनाउन थाल। याद राख, खुसी मानिसहरू कृतज्ञ हुँदैनन्, बरु कृतज्ञ मानिसहरू मात्र खुसी हुन्छन्।
गुरु ज्ञानसागरको उपदेशसँगै हिमालयका चुचुराहरूमा सूर्यको पहिलो सुनौलो किरण स्पर्श भयो। ज्ञानकुण्ड आश्रमको त्यो पोखरीको पानी अब पूर्ण रूपमा शान्त थियो, ठ्याक्कै एउटा कञ्चन ऐना जस्तै। सुनावले आफ्ना आँखाहरू बिस्तारै खोले। उनको अनुहारमा अब पहिलेको जस्तो त्यो डर, छटपटी र अँध्यारो छाया कतै पनि थिएन। उनले एउटा अत्यन्तै हलुका र नयाँ जीवन पाएको महसुस गरे। सुनावले गुरुको गोडामा टाउको राखेर ढोगे र भने, गुरुदेव, म आजसम्म आफ्नै विचारको कैदी बनेर बाँचिरहेको थिएँ, तर आज यो ज्ञानकुण्ड आश्रमको पोखरीको किनारमा मैले साँचो स्वतन्त्रता र शान्तिको मार्ग पाएँ। मेरा नकारात्मक विचारहरू हराएका छैनन्, तर ती अब मभन्दा ठुला रहेनन्। गुरु ज्ञानसागर मुसुक्क मुस्कुराउनुभयो र आशीर्वाद दिँदै आश्रमको भित्री कक्षतर्फ लाग्नुभयो। सुनाव अब एउटा नयाँ मानिस बनेर आफ्नो मनको कुण्डलाई सधैँ कञ्चन राख्ने सङ्कल्पका साथ आफ्नो यात्रामा फर्किए। र अब यो यात्रा तपाईँको आफ्नै मनको कुण्डतर्फ पनि मोडिएको छ। तपाईँको मन पनि प्राकृतिक रूपमा शान्त र कञ्चन छ। नकारात्मक विचारहरू केवल बाहिरबाट आएका ती साना ढुङ्गाहरू हुन्। तिनलाई आफ्नो पहिचान नबनाउनुहोस्। यो कथामा बताइएका 10वटा सूत्रहरूलाई आफ्नो दैनिक जीवनको हिस्सा बनाउनुहोस्। गहिरो सास लिनुहोस्, आफ्नो अहङ्कारको भारी बिसाइदिनुहोस् र आफूसँग भएका सानसाना कुराहरूमा कृतज्ञ हुन सिक्नुहोस्। त्यसपछि तपाईँको भित्री आकाशबाट नकारात्मकताका बादलहरू आफै फाटेर जानेछन् र त्यहाँ शान्तिको चन्द्रमा सधैँ उज्यालो रहिरहनेछ। यो कथा यसरी यही सकिन्छ। आजलाई यति नै। म किरण भण्डारी यहाँहरू समक्ष बिदा हुन चाहन्छु। तपाईँको आगामी जीवन सुख, शान्ति, समृद्धिले भरिपूर्ण रहोस्। हवस् त, नमस्कार।